दर्शकवृन्द सम्पूर्णमा नमस्कार। आज हामीसँग एकता पौडेल हुनुहुन्छ। उहाँले चाहिँ भर्खरै हर्ष भन्ने मुभी निर्देशन गर्नुभएको छ र यो निर्देशन उहाँको पहिलो निर्देशन हो। यही विषयमा आज हामी उहाँलाई केही क्वेसनहरू गर्नेछौँ। उहाँले आफ्नो के रह्यो त एक्सपिरियन्स भन्ने कुराहरू सुनाउनुहुन्छ। हामी अन्तिमसम्म हेरौँ है त। म्याम, सर्वप्रथम स्वागत छ। धन्यवाद विराटनगर। यहाँ विराटनगर तपाईँ पहिलोपल्ट हो है? मेरो पहिलो। विराटनगरको अडियन्सलाई के भन्न चाहनुहुन्छ त? विराटनगरको अडियन्सलाई कस्तो होमली फिल भयो। म पनि तराईको मान्छे हो है, नागढमा जन्मेको हुर्केको है। अनि यहाँ आउँदाखेरि चाहिँ यो फराकिलो देख्दाखेरि चाहिँ घरै आए जस्तो लाग्यो मलाई चाहिँ। जुन तरिकाले उहाँहरूको जुन वार्म वेलकम देखेँ अनि जुन आत्मीयता देखेँ नि, मलाई एकदमै खुसी लाग्यो। मेरो एकदम खुसी लाग्यो। विराटनगर पूर्व भनौँ न, पूर्व यो हर्ष मुभी जुन छ यो पूर्वतिरबाट चाहिँ कतिको माया पाइरहनु भएको छ? त्यही माया कतिको पाछौँ भनेर बुझ्नलाई हामी आएको हो। अनि चाहिँ अहिलेसम्म त राम्रै पाएको छौँ। सबैजनाले हाम्रो नयाँ बाबु साइमनलाई हर्ष भनेर पनि एक्सेप्ट गरिदिनु भएको छ है। राम्रै पाछौँ हामीले। तपाईँले अब अहिले कम्पिटिसन त जुन फिल्डमा पनि छ होइन, अब यो हजुरहरूले यो फिल्महरू निर्देशन फिल्म मेकिङमा पनि धेरै चुनौतीहरू त फेस गर्नुहुन्छ होला। झन् हजुर फ्रेसर भन्नुभयो है। हजुरलाई यो निर्देशनको अथवा चलचित्रको क्षेत्रमा आउन चाहिँ के कुराले इन्सपायर गरे हो? मलाई सानैदेखिबाट फिल्म बनाउने सोख थियो है। अनि चाहिँ तर पनि सोख त्यत्तिकै प्यासन भन्ने कुरा अलि ढिलै गर्नु पर्दो रहेछ। पहिला चाहिँ म प्रोफेसनमा लागेँ। त्यसपछि चाहिँ पहिलेतिर फिल्महरू हेर्थेँ, फिल्म मेकिङहरू हेर्थेँ। अनि त्यही माथि मेरो मामा जो उहाँ हुनुहुन्न, शिवरेग्मी, स्वर्गीय शिवरेग्मीको मामा भान्जी हो म। अनि उहाँले चाहिँ फिल्म बनाएको देख्दाखेरि उहाँहरूको चहल पहल देख्दा अझै एक्साइटमेन्ट आउँथ्यो। अनि चाहिँ कुनै न कुनै मुभी बनाउँछु भन्ने लागेको थियो। अनि लक्किली यो वर्ष जुर्यो, हामीले 2025 मै फिल्म बनायौँ, सकायौँ, रिलिज पनि गर्दैछौँ। यो विराटनगरको अडियन्सहरूलाई अब हर्ष मुभीलाई लिएर के कस्तो कुराहरू तपाईँ अन्तिममा के राख्न चाहनुहुन्छ? हर्ष विराटनगरको दर्शक या पूर्वको दर्शकहरूले चाहिँ एकदमै फिल्म मन पराइदिनुहुन्छ, नेपाली मुभीहरू मन पराउनुहुन्छ भन्ने मैले सुनेको छु। अब चाहिँ एकचोटि चाहिँ मैले पनि एक्सपिरियन्स गर्न पाऊँ। हर्ष भने एकदमै पारिवारिक, एकदमै मिठो कथा, मनछुने कथा बनेको छ। बाबुले पनि एकदमै राम्रो एक्टिङ गरेको छ। अनि चाहिँ एउटा परिवारको सम्बन्ध बुझ्नको लागि अनि आफूले एक्सपिरियन्स नगरे पनि यस्तो चाहिँ हुँदो रहेछ हाम्रो समाजमा भन्नको लागि। र मुवाहरूलाई आमा बुवाहरूलाई चाहिँ एकचोटि चाहिँ खुसीको आँसु सधैँ रोएको हेरिरहेको हुन्छ फिल्म। अब एकचोटि चाहिँ खुसीको आँसु झारेको नि हेर्न मन छ भने चाहिँ हर्ष फिल्म हेर्न आइदिनु होला, त्यही भन्न चाहन्छु। अनि हाम्रो बाबुले के भन्न चाहनुहुन्छ त अडियन्सलाई? हजुरको फिल्म हेर्ने मान्छेलाई के भन्न चाहनुहुन्छ? हजुरहरू मेरो फिल्म हेर्नु होला, हाँस्ने पनि छ, रुने पनि छ। अनि भाइलाई कतिको गाह्रो भयो? म्यामहरूले गाली गर्नुभयो कि भएन? गर्नु भएन है। अनि मामुको याद आएको छैन? हल्का आएको छ। आएको छ। अनि भाइले नपढिकन यसरी फिल्महरूमा हिँडिरहेको छ, रमाइलो भइरहेछ होला नि पढ्न नपाउँदाखेरि? भएको छैन। पढ्न मजा कि फिल्म मेकिङमा मजा? फिल्म खेल्न मजा? पढ्नै मजा हो। अनि अब भाइले पछि चाहिँ फिल्म खेल्छ कि खेल्दैन फेरि? अरू खेल्छु, हिरो भएर त खेल्नु पर्यो। ल भनेपछि पक्कै पनि हाम्रो साइमन भाइलाई हामीले अरू चलचित्रमा पनि देख्न पाउनेछौँ। म्यामलाई समयको लागि धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। मैनावती स्टिल इन्डस्ट्रिज राष्ट्रिय निर्माणमा एक कदम अगाडि। Nepal's #1 adhesive brand Ratikol टास्छ, मज्जाले टास्छ।